हामीले पढ्ने स्वस्थानी कथा कति वर्ष पुरानो त? स्वस्थानी व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइन्छ। यो महिनाभरि कठिन रूपमा बत्तनी बसिन्छ र स्वस्थानी माताको कथा पनि पढिन्छ। स्वस्थानी व्रत र स्वस्थानी कथा सुन्ने प्रथा काठमाडौँ उपत्यकाकै एक मध्ये पुरानो प्रथा हो। स्वस्थानी किताबमा 31 वटा भाग हुन्छन् र हरेक भाग एक दिन गरेर पढिन्छ। यो किताब लिङ्ग पुराण र स्कन्द पुराणबाट लिएको भनेर पनि मानिन्छ। यो किताबको सबसे पुरानो पाठ सन् 1573 मा संस्कृतमा लेखेको पाइन्छ, जसमा 148 श्लोक छन्। सन् 1603 मा नेपाल भाषामा पहिलो पल्ट ट्रान्सलेसन गरियो र 1810 मा पहिलो पल्ट खस नेपाली भाषामा भेटियो। मैथिली भाषा र हिन्दी भाषामा स्वस्थानी कथाको ट्रान्सलेसन भेटिए तापनि प्राय जसो नेपाली र नेवारीमा मात्र वाचन गरिएको सुनिन्छ। यति धेरै वर्ष पुरानो स्वस्थानी कथा तपाईले सुन्दै हुनुहुन्छ त अहिले?